कस्तो है पुरा म त यता एकीकृत जान लाग्यो स्टेसन जान लाग्यो यहाँ त पुरा नेपालको झन्डा टक्क पुरै फरफरेर आके है यसो हेरेँ यताउति हेरेँ नेपालको झन्डा टक्क छ के रहेछ भनेर हेरेको त यहाँ त नेपाली रेस्टुरेन्ट पो रहेछ त्यहाँ यो सहारा रेस्टुरेन्ट भन्ने कस्तो राम्रो के यो इन्डियन अनि त्यसपछि नेपाली आइटमहरू पाउने सब मेन्युहरू बाहिर टाँसेको है कस्तो राम्रो मजाको यत्रो यो जापानको ठाउँमा पनि आएर आफ्नो देशको झन्डा फर्र हलेको देख्दा त पुरो छाती नै चौडा हुने के भने राम्रो यो ठाउँमा आएर यसो व्यवसाय गर्नु भएको रहेछ अब अहिले भित्र त म छिरेन अहिले मलाई टाइम पनि छैन तर यसो एउटा सानो भिडियो क्लिप चाहिँ बनाएको थिएँ यो इन्डियन नेपाली रेस्टुरेन्ट भनेर यो सहारा रेस्टुरेन्ट रहेछ राम्रो लाग्यो अब कुनै बेला यसो टाइम मिलेर फेरि आउने मौका मिल्यो भने भित्रतिर गएर पनि के रहेछ कसो रहेछ भन्ने कुरो देखाउँला नि त अर्को भिडियोमा।